अब हजुरको पछि पछि त होला आमा फोन त के गर्नु पर्यो सँगसँगै जाने है अनि कति अलि 50सम्म त पुऱ्याइछ नि त अनि यस्तो 20 बाटोमा त अनि 60 पुऱ्याएर त पुग्छ नि त मैले छोडेँ होइन अनि 20-25मा त बाबा भएर बेलुका 9 बजे नि पुगिँदैन त अनि 20-25मा लु हिँड्छु नि जाउँ ढिलो भइसक्यो राति भएपछि बाटो बन्द हुन्छ नि त ल 6 बजेपछि यो बाटो बन्द हुन्छ 1 बजे 12:30 भयो कि बाबाले मोबाइल पनि मलाई दियो होला फेरि ल जाउँ हिँडौँ काठमाडौँ सहर यहाँबाट कति किलोमिटर छ मामु काठमाडौँ त्यही 60-70 त होला होइन 60-70 त होला नि होइन 70 किलोमिटर भनेपछि त अब यतिकैको स्पिडमा होला यो के कम्पनीको बाइक हो कि कसको बाइक हो यो कम्पनीको बाइक हो कम्पनीकै नामबाट झिका हो र हजुर पहिला त अर्कै बाइक थियो होइन अनि त्यो बाइक खोइ त त्यो बाइक बरु राम्रो थियो त्यो बाइक ल्याए भयो हुन्थ्यो यो अर्को लिएर आइसकेछ यो साह्रै धुलो पनि छ हजुरको कपाल अब नै हुन्छ होला मम्मी अफरक्क पर्छ होला कपाल नै कपाल म त हिजो नदे बिस्तारै हिँड्न नि मजै आउँदो रहेछ त बिस्तारै आरामले त्यो ब्याग अलिक बिचमा राख्छ त मम्मी त्यो ब्याग अलिक बिचमा राख्छ न बिचमा अलि यता हो कि राख्छ न छोडिदिन्छ न समाउनु पर्दैन बिचमा ख्याप्पा हालिदिन्छ न हो नाइस हो यस्तो भने 28 लाउनुहुन्छ के बुझ्छेन बुझ्छेन बुझ्नु पर्यो नि त त्यो उहरूको घर कहाँ हो त्यो दुम्जाको त्यो उसको के दुम्जाको उसको के त्यो सुबिनहरू छ त कुन यहाँ पो थियो क्या अरे होइन पुल त अब यता अलि ओरै आउनु पर्यो अब भनेपछि होइन त कहाँ यहाँबाट ए मतलब यही ठाउँमा हाल्यो भने चाहिँ यो मन्दिरको यताबाट हाल्नु पर्यो ए अनि लामो हुने भयो ए साँच्ची यो उसमा नि ऊ आउँछ क्या अरे होइन यहाँ उसमा पनि आउँछ क्या अरे होइन यो खोलो पनि आउँछ क्या अरे होइन पेट्रोल पम्प फेरि यहीँ बनाउला जस्तो छ
त है हेर्छ नि त्यो उलाएर है के अरे साँझ लगाएर फेरि उस्तै भइसक्यो पुरै उ थियो नि आमा त्यो मैदानै जस्तो थियो नि यहाँ के आज त पुरै सम्म भइसक्यो त त्यो खालको आइपुग्यो पछि रामेछाप जानु पऱ्यो भने कहाँबाट जाने त के हाल्यो रहेछ के हो टुँड भने कोसी ए रोसीबाट ए त्यो अस्ति पहिलाको जस्तो 50 भनेपछि अब लगभग 70 किलोमिटर रहेछ भनेपछि यहाँबाट 70 किलोमिटर अब 70 किलोमिटर भने 35 2 घन्टा 3 घन्टामा पुगिन्छ होला काठमाडौँ 3 घन्टामा काठमाडौँ पुगिन्छ होला अब पो बाटो सुरु भयो नि त माथिको आएको हो पानी माथिको पानी आएको हो यता माथिको ल अनि यहाँसम्म पानी आइपुग्छ कि के हो त ओ गर्मी उस्तै छ के भयो यस्तो यो नि सिन्धुली सक्यो नि कहाँ मान्छे मरेछ कि क्या हो खोइ मान्छे रहेछ टाइट धुलो आँखा चिम्लिसो मम्मी आँखा चिम्लिसो धुलो थट आमामा के हो यस्तो यो अन्धकार छ त चौकी डाँडा कट्न पाए आनन्दै हुन्थ्यो केही देखिँदैन त राइट राम कृष्ण पहिला यत्रो घुमाउँथ्यो ए पुलै हो त नि यो त पुल जोडै छ त कहिलेसम्म हो यो पुल जस्तै हामी गएको वाला हो त्यही त कस्तो धुलो त अनि उयो गाडी बिग्रिसक्यो यता काटेर ढकेलेर उता राख्नु पर्थ्यो नि गाडी पनि गिराम भयो त टोय पारिहाल्थ्यो नि धुलो त आफै रनन्न गरिसक्यो गाडीमा आउनु पर्ने रहेछ बरु है धुलो
बल्ल अलि सिधा बाटो आयो सफा बाटो आयो गर्छ यार राम राम हेर ओभरटेक गरेको मङ्गलडाँडा आइपुग्यो होइन मङ्गलडाँडा आइपुग्यो होइन अन्त कहीँ केही चेकिङ हुँदैन कहीँ केही चेकिङ हुँदैन के सुन्छेन कहीँ केही चेकिङ हुँदैन के आइया मम्मी उपहार स्वरूप माया गर्नेहरूलाई थ्याङ्क यू भलै छोटो होला यो जिन्दगी हजुर कुन चाहिँ त्यही हो यो सिङ्गल छ त अर्को पनि चाहिन्छ उपहार स्वरूप उपहार स्वरूप लाइछ न ल हेर ए बाबा कहाँबाट ढिलो गर्छ ल फालिदिन्छु भने ए ल हेर ल कस्तो रिजेक्ट हानिदिएको त अनि आइसिन्छ होला रुकौँ न एकछिन बाइक त छिरिहाल्छ नि बाइक त छिरिहाल्छ नि बाइक त ल्यापा लुप्पा छिर्ने के को जाम भएको त नि यो जाम 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 सोचेर तिमीलाई के एक्सिडेन्ट भयो हो कि यता भित्र छिरायो हुन्थ्यो बा अलि गाडी यता भित्र छिरायो हुन्थ्यो गाडी पुरानो भयो ठोकाएछ क्या अरे ठोकाएछ क्या अरे बाइक त जाँदैन नि परिहाल्यो नि जाममा हामी चाहिँ बाबालाई अप्ठ्यारो पर्छ जाम गइसक्यो तान्दा भयो नि हुन्थ्यो अगाडि गएर कुनै गाडीले खै त
तल में आएंगे तो तानेन गाडीले तानेन ताने 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 ए हजुर जस्तो 3टा मान्छे ल्यायो नि त हुन्छ त्यो पानी पानी चाहिँ हाले भए हुन्थ्यो नि फाइट बिजोग यही गाडीले गर्दा अड्क्यादो रहेछ नि एउटा स्कर्पियो आएर तान्दियो भने त हुन्छ नि अच्छा बल्ल जाम सक्यो ठ्याक फेरि जाम भयो छ हजुर नै रेकर्ड पनि हुन्छ खाजा साजा खाइयो होइन त खाजा साजा खाइयो हल्का पेटु भयो हल्का एनर्जी आयो अब नन जम नन काठमाडौँ खाजा साजा खाइयो काठमाडौँ हजुर मोमोसम्म खाइयो त्यहाँ धुलै धुलो भगवन्डेमा पानी किन भगवन्डेमा गरम काठमाडौँ चिसो खाने नि चिसो पानी खाने नि ए आइसक्रिम पैसा हालेर राखेँ होइन पैसा भगवन्डेको बजारमा गएर सानो आइसक्रिम खानुपर्छ त्यहाँबाट गएर मान्छेले काठमाडौँ के मामु ए बाबाको ब्यागमा राखेको थियो बाबाको ब्यागमा राखेको थियो ए भन्छ बाबालाई मलाई पता यहाँ कि पर काठमाडौँ बेसी भगेपछि आइपुग्यो अब यहाँ पानी जाने काम त्यहाँबाट गएर आइसक्रिम
खोइ फेरि आज आज घरमा त के जाने त हँ? आज घरमा त के जानु भने रक्सी बाबा उता गएछ उता जा उता नि पाइहाल्छ नि चाबी लिएर हिँडाबे हुन्थ्यो भने चिसो खाइयो घन्टे बेसी अब बनेपामा बस्नुपर्छ एकछिन बनेपामा बसेर त्यो ठुलो बाटोमा छिरेर स्ट्रेट टुवर्ड्स काठमाडौँ खासै धेरै चार्ज पनि छैन यसमा एकछिन चार्जमा हालेर अनि त्यहाँबाट जानुपर्छ ल छिट्टै बनेपामा घरबाट यहाँबाट चाहिँ फेरि बाटो दामी छ नि त 6 लेनको बाटो सरर आइयो सहर यहाँ यसो सहर छिर्यो है बाटो काइतो बनायो नि यो हामी बनाएको 6 लेनको बाटो ठुलो सरर यस्तो बाटो सबै उतातिर भइदियो थियो रमाइलो ढिल्लै ढुलो फाल्टाङ खोल्नु झ्याउलाई जिउमा कता खाइसक्यो यहाँ कुदाउन नि मजा आउँछ क्या यस्तो पो हो त कुदाइ भनेको त अनि उहाँ खतरा कुद्र कता गर्छ यतै हात दुखेछ उतै हात दुखेछ थट यतिको बाटो उहीँसम्म भइदियो कि त कस्तो दामी हुन्थ्यो होला त नि यस्तै बाटो उहाँसम्म भइदियो कस्तो दामी हुन्थ्यो होला त भने क्या के गर्न यस्तो भयो भने पर्दैन बिस्तारै छोडिदिने हो बटार्ने मात्र हो क्या यस्तोमा मात्र हो क्या अलि डह्रो परेर समाउनु पर्ने त्यस्तोमा पर्दैन नि काठमाडौँ आइपुग्यो 12 1 2 3 4 घन्टा लाग्यो बाटो त सम्झिँदैछु काठमाडौँ तर चिन्नु त खासै नआउँदा ब्याग फेरि सिन्धुली अप्ग्रेडपछि सायद बन्द सकाएर ब्याग टु सिन्धुली नेक्स्ट हप्ता चाहिँ सिन्धुली नै आउँछ त बाई बाई